लगायत एकचोटि हेर्नुहोस् त नेपालको एउटा यस्तो महिला फुटबल खेलाडी होइन जसले चाहिँ फुटबल पनि यस्तो बबाल खेल्नुहुन्छ। उहाँले चाहिँ होइन एकदम अनुशासनमा नै रहेर खेल्नुहुन्छ फुटबल। तर आफ्नो टिमलाई कसले जानी ट्याकलहरू हानेर लडाएको छ भने उसले रिभेन्ज दिनलाई चाहिँ त्यति धेरै टाइम लिँदैन। ल भन्नुहोस् त त्यो खेलाडीको नाम के हो? इफ हजुरहरूले चिन्नुहुन्छ भने उहाँको नाम के होला गाइस कमेन्ट गर्नुहोस् है त। र गाइज हाम्रो चेलीहरू चाहिँ एएफसी वुमेन्स एसियन कप क्वालिफायर्सको लागि चाहिँ तयारी गर्दै हुनुहुन्छ होइन। सबैजना चेलीहरूलाई अल द बेस्ट भन्न चाहन्छु एडभान्समै। र यो क्वालिफायर्स म्याच चाहिँ उज्बेकिस्तानमा हुनेछ जुन 23 देखि जुलाई 5 सम्म हुनेछ। र ग्रुप एफबाट चाहिँ नेपालले लाओस, श्रीलङ्का, उज्बेकिस्तानसँग खेल्नेछ है। र इफ नेपालले लाओस, श्रीलङ्का र उज्बेकिस्तान तिनटै टोलीलाई जित्यो भने होइन नेपालले चाहिँ 2026 मा हुने जुन चाहिँ अस्ट्रेलियामा हुँदैछ एएफसी वुमेन्स एसियन कप खेल्न पाउनेछ। र यो ग्रुप एफको चाहिँ अलिकति स्ट्रङ टिम भनेको चाहिँ फिफा र्याङ्किङ अनुसार चाहिँ उज्बेकिस्तान देखिन्छ जो चाहिँ फिफा र्याङ्कको 50 मा छ होइन। के नेपालले उज्बेकिस्तानलाई हराउन सक्ला त गाइज कमेन्ट गर्नुहोस् है त हजुरहरूलाई के लाग्छ।